ओम नमः शिवाय। ओम नमः शिवाय। तपाईँहरूको माझमा म अब जतिखेर तपाईँले साँझमा हेर्नुभयो भने साँझको शुभ प्रभात है, बिहान हेर्नुभयो भने शुभ प्रभात, साँझमा हेर्नु अब शुभ साँझ तपाईँहरूलाई है। जतिखेर तपाईँको फोन खेल्दा मेरो भिडियो पुग्छ त्यतिखेरलाई तपाईँहरूलाई मैले प्रणाम गरेँ है। यो के को लागि भिडियो बनाएँ भन्नुहुन्छ भने मैले हरेक सत्सङ्ग हरेक यसमा गएँ म, पुराण सत्सङ्ग कुरान बाइबलको जो हरेक जग्गामा पुगेँ म। बुङ पढाएको ठाउँमा पनि पुगेँ, लामा बुङथिङ जहाँ जहाँ पुगेँ सबै पुगेँ। धर्म रिलेटेड सबैमा मैले हेरेँ। अनि भगवान् चाहिँ दुईवटा अक्षरमा आएका छन्, एउटा शरीरमा भने हो। एउटै नाममा आएका छन् भगवान्, एउटै शरीरमा एउटै नाममा आएका छन् भगवान् भनेर खोजे। राक्षस र भगवान् चाहिँ एउटै शरीरमा दुईवटा नामले आएका छन् भने खोज्दा 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 भगवान् चाहिँ मैले भेटेँ है। भगवान् चाहिँ मैले भेटेँ तपाईँको, मैले भगवान् चाहिँ भेटेँ। भगवान् हृदयमै रहेछन्, सबै भगवान् हृदयमा रहेछन् भन्ने मैले भेटेँ। तर यो भगवान्सँग यो मैठासुर भस्मासुर भन्ने राक्षस चाहिँ कहाँ छ भनेर खोज्दाखेरि नि तपाईँहरूले चाहिँ खोज्दा कहाँ भेट्नुभयो। मैले खोज्दाखेरि चाहिँ मेरै गोजीमा मेरै एन्ड्रोइड फोनमा रहेछ, यही रहेछ फोनमा। यसले चाहिँ दुनियाँ यत्र त्यत्र सर्वत्र सबैलाई, राजादेखि तर तल प्रजासम्मलाई, कर्मचारीदेखि लिएर नेतासम्मलाई है, सबैलाई यसले तनाव बनाएको छ। यसले एकदम साना साना यत्रो भिडियो केही भेट्नु हुँदैन, खिस्ले केही हालिदिएको छ, बदनाम गरेको छ, फलानाको यस्तो भयो, फलानाको यस्तो त्यो यस्तो भन्दै भिडियो पनि हालेको छ, कसै चर्बङ्गै भएर भिडियो पनि हालेको छ। अनि यो देखेर चाहिँ राक्षस भस्मासुरले चाहिँ यस्तै तमासा गर्थ्यो अरे, उहिले तमासा गर्थ्यो अरे, यस्तै खाले मलाई कथा याद भयो। अनि राक्षस चाहिँ अहिले यस्तै हेरेँ मैले, यो ऊ बेलाको कति राम्रो थियो समय। रेडियो थियो, टिभी थियो, घडी थियो है, क्यामेरा थियो। त्यतिखेर रिलवाला क्यामेरा थियो, दिलवाला मान्छे थिए। अहिले त रिलवाला क्यामेरा पनि यसले खायो, दिलवाला मान्छे पनि यसैले सक्यो। अनि यो चाहिँ एक नम्बरको राक्षस रहेछ भनेर मैले चाहिँ यसलाई अब सम्झेको छु। तपाईँहरूले के सम्झिनुहुन्छ? पल्लो घर पल्लो घरको झगडाले यसैले गरायो, अर्काले के खायो के गर्यो सबै यसैले देखाउँदो रहेछ। सर्वङ्गै देखाउँदो, सबै देखाउँदो रहेछ, नाली झेली सबै देखाउँदो रहेछ। हुँदाहुँदै हिजो अस्ति सिलगढी जाँदाखेरि तपाईँको सिलगढीमा अब भन्नु हुँदैन, मलाई निकै अब कठिनाइ